हामी जापान मात्रै केन्द्रित भएर जापानको स्टडी भिजाको एप्लिकेसन गरेको हामीले 22 वर्ष भइसकेको छ। अब हामी केही दिन पछाडि ग्लोबलको एनिभर्सरी मनाउन लागिरहेका छौँ पुरै साउन महिनाभरि। तपाईँ पनि 22 वर्षदेखि जापानमा केन्द्रित भएर एकदमै लोएस्ट फीमा जापानी ल्याङ्ग्वेज क्लास गराइरहेको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसन या भन्नुहोस् जिएमएफबाट आफ्नो क्लासहरू जापानी ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ, स्टडी भिजा होस् या वर्किङ भिसा, एसएसडब्ल्यू, टिआइटिपी या कुनै पनि भिजामा जापान जान चाहिराख्नु भएको छ र राम्रोसँग वेल म्यानेज अफिसमा एक्सपिरियन्स टिचरहरूबाट छोटो समयमै जापानी ल्याङ्ग्वेज राम्रोसँग सिक्नु पर्यो भन्ने बारे सोचिराख्नु भएको छ भने हामीलाई हजुरले सम्पर्क गर्न सक्नुहुनेछ। अहिले हामी अप्रिल इन्टेक 2027 जापान अप्लाई गर्न चाहने स्टडी भिजाको विद्यार्थीहरूलाई पनि काउन्सिलिङ गराइरहेका छौँ। हरेक हप्ता जस्तो जापानका स्कुलहरूबाट जापानिज सेन्सेहरूले पनि भिजिट गर्ने क्रम सुरु भइसकेको छ। सो जापानिजहरूसँग बसेर डाइरेक्ट फर्स्ट ह्यान्ड इन्फर्मेसन लिन चाहनुहुन्छ या टुगेदर विथ दिस हाम्रो 22 वर्षदेखि अनुभवी परामर्शदाताहरूसँग बसेर जेन्युन इन्फर्मेसन लिएर जापान जाने कि नजाने, तपाईँको अवस्था के हो र आफ्नो समस्त अवस्थालाई इभ्यालुएट गरेर जापान जाने डिसिजन गर्न चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामी नारायणको पाल्चोक चक्रपथ रिङ रोडमा छौँ, भाटबटनीको अपोजिटपट्टि र हाम्रो स्क्रिनमा दिएका नम्बरहरूमा हजुरले सम्पर्क गरेर बिहान 6 बजेदेखि बेलुका 5 बजीभित्र हामीलाई फिजिकल्ली भेटेर पनि सम्पूर्ण जानकारीहरू निःशुल्क रूपमा लिन सक्नुहुनेछ। तपाईँलाई विगत 22 वर्षदेखि जापानमा केन्द्रित एकदमै अनुभवी, एकदमै वेल म्यानेज, अपडेटेड सरकारका सम्पूर्ण निकायहरूमा सरकारले भनेअनुसार रजिस्टर भएर कन्टिन्युअसली अनवरत रूपमा विद्यार्थी र अभिभावकहरूलाई एकदमै सस्तो, सुलभ र एकदमै हाई क्वालिटी एजुकेसन प्रोभाइड गरेको ग्लोबल म्यानेजमेन्ट फाउन्डेसनको सेवा हजुरले पनि लिन सक्नुहुन्छ। धन्यवाद।